संसद भवन लडाई गर्ने ठाउँ होइन। एकैछिन भद्रकुमारी घरले आमाको कुरा सुन्नुहोस् त साथीहरू। संसद भनेको लडाई गर्ने ठाउँ होइन, सदन चलेको भर्खर 2 महिना हुँदैछ, अहिले नै लडाई विचार सुरु दिने ठाउँ भइसक्यो। हो। त्यसमा विचार दिनु सक्नुपर्छ र एकदम सही। विचारले विचारलाई समथर गर्नु सक्नुपर्छ, त्यो थलो हो। अब जुन हिसाबले चाहिँ अब यो सभामुखले 100% पेलेरै जानुभएको छ, एकदमै त्यो हिसाबले निर्णय गर्नुभएको छ, त्यसमा प्रतिपक्ष दलहरू एकदमै तपाईँको चाहिँ आकर्षित भएको पनि देखिएको छ भनेपछि सभामुखले यो पेल्नु जायजै हो आमा? कसरी हेर्नु भएको छ तपाईँले? के भन्नु हो? राइट। सभामुखले जुन हिसाबले पेलेरै विवाद विधेयकहरू पास गर्नु भएको छ नि, विपक्षीको राय कम लिँदै, यसलाई कसरी हेर्नुहुन्छ तपाईँले? सभामुखले जो गरिराख्नु भएको छ एकदम जस्तो सांसदहरू छन् त्यही अनुसारले उहाँले काम गरिरहनु भएको छ। यदि यसरी काम नगर्ने हो भने देश चल्नु सक्दैन बाबु। देशमा कानुन बन्नुपर्छ, देशमा नियम बन्नुपर्छ, देशमा कार्य चला